ल आजको यात्रा शिवजट्टा हैन शिवजट्टा वेलकम हाउस भन्दैछ कुन हाउस हो यार यो वेलकम ट्री हाउस त माथि ट्री हाउस छ ल शिवजट्टा जाँदा जाँदै बीच बाटोमा यो सेउती खोला हैन छ सेउती खोलामा टक्क यहाँ फोटो सेसन भइरहेछ भिडियोहरू भइरहेछ ल सर हेलो हेलो चिसो पानीले मुख धुउँ दुईचोटि भ्याउँछ यहाँदेखि यो धरानी होइन धरान बजारै होइन धरान बजार यता हामी छौँ यहाँ शिवजट्टा जाने बाटोमा अनिल साहब यहाँदेखि नि देखिँदो रहेछ मजाले धरान बजार दृश्य रहेछ यहाँबाट जस मनमोहक एकदम आनन्द बिरा अलि थाकेको जस्तो हो कि होइन सर ल यहाँबाट भेटेटार पनि जान पाइँदो रहेछ यो बाटोले बस्तीहरू होला सायद होटल हो ल अब चाहिँ लगभग आइपुगेका छौँ हामी हिँडेको पनि ठ्याक्कै हामी 1 घन्टा 10 मिनट भइसक्यो हिँडेको 1 घन्टा 10 मिनटमा आइपुग्ला माथि साथीहरू जाँदै हुनुहुन्छ
त्यो प्रवेशद्वार भनेर पनि लेखिँदो रहेछ। यता जाँदैछ टोली। ल मन्दिरको घन्टी बजेको सुन्नमा आइसक्यो भनेपछि अब पुगिसक्यो हामी। अलिअलि सास बढेको अवस्था। फाइनली शिवजट्टा आइपुग्यौँ हामी। अब खाना साना यतै होला, व्यवस्था अघि फोन गरेर ल फाइनली शिवजट्टा आइपुगेको अवस्था। यता पनि रहेछ त मन्दिर। यता खोला कस्तो चिसो छ है गाई। खोला खोला बगिरहेको छ। सेउती खोला भन्ने जस्तो लाग्यो। सेउती खोलै होला। फोटो सेसन भइरहेछ। शिवजट्टा मन्दिर छिरियो फाइनल्ली। सर दर्शन गर्नुभयो? फाइनली शिवजट्टा आइपुगेको छ। अहिले होटलमा खाना खानालाई बसिरहेको छ। मौसम एकदम ठिक छ। अहिले पानी परेको छैन, शीतल छ। मन्दिर चाहिँ यता रहेछ। यस्तो ठुलो मन्दिर चाहिँ छैन, सानै छ। यसो भिजिट गर्न सकिन्छ फुर्सदको समयमा। यस्तो छ यतातिरको वातावरणहरू हेर्ने हो भने चाहिँ तल धरान बजार अलिअलि देखिला देखिया जस्तो।
खाइयो भोक लागेर लास्टै थाक्यो हुन लागिसक्यो खाना खाइयो हो यहाँ झर्ना हेर्न जाने हो सट्ट यो त सेउती खोलाको मुहानै होला होइन सर हावा चिसो चिसो सर आइरहेछ है चिसो हावा किन भन्दाखेरि यहाँ रहेछ यस्तो बस झर्ना शिवगट्टाको मुख्य माथि पनि जाने हुन्छ जानु न त्यहाँ भित्रसम्म हेर्न चाहिँ जुत्ता खोलेर जानु पर्छ जुत्ता खोलेर हावा चल्दो रहेछ डर लाग्यो मलाई त डर लाग्यो कति साह्रो हावा चल्दो रहेछ ल डर लाग्यो कस्तो हावा आउँदो रहेछ यहाँभन्दा माथि के छ हेरौँ है त माथि के छ हेर्न जाउँ सर एकचोटि हेर्न जानै पर्ने बाटो अलि अप्ठ्यारो रहेछ ए हो ल शिवगट्टा झर्ना यहाँबाट आएको रहेछ म चाहिँ माथि के रहेछ भनेर हेर्न आएको खास चाहिँ रहेन केही खास चाहिँ विशेष चाहिँ केही छैन यति मात्रै रहेछ ल
यहीँको खोला बगेर झर्ना बनेको हो। त अरू खासै केही छैन। ए हो सेउती खोलाको यो मुहानै रहेछ यो। यहीँबाट सेउती खोला जाँदो रहेछ। पानी चाहिँ एकदम सफा छ है गाइस। अब चाहिँ म जानुपर्ने हुन्छ। डर लाग्यो माइ लर्ड। फोटो खिचेर जाउँ सर। यस्तो छ यो बाटो चाहिँ। बाटो चाहिँ यस्तो छ क्या। अलि अप्ठ्यारो छ। भिडियो इन गरेँ मैले। ल शिवजट्टा यो झर्नाबाट अब चाहिँ हामी फर्किन्छौँ। जाने सर। अब एकछिन बस्यो त्यसपछि ब्याक टु विराटनगर। त्यही त लाइनै आएन। अस्मिताको नाच्ने अझै रहरै मरेको थिएन। सर म यतै छु सर। भ्लग बन्दैछ सर। अलिअलि बन्दैछ सर। युट्युबै छ होइन? युट्युब छ सर अलिअलि। हजुर यसो कहिले काहीँ घुमेकोहरू बाइकमा जोड्नु पऱ्यो कि माउन्ट गर्नु पऱ्यो। चेस्ट माउन्ट गर्ने पाउँछ नि। हजुर चेस्टमा माउन्ट गर्ने पाउँछ कि रहेछ। हजुर के हो यहाँको हो? जाऊ नि सर जाऊ। यता गेटबाट जाऊ न सर। यतै यसो गेटबाट जाने हो। आज घुमफिर रमाइलो भएन सर? ल चिलमा सर। लाग्यो हामी चाहिँ अब शिवचट्टाबाट। टेम्पो चाहिँ आउँदो रहेछ यहाँ शिवचट्टासम्म। बाइक आउँछ, गाडी चाहिँ आउँदैन। ल लाग्यो अब धरानतिर। गाडी हाम्रो धरानमै छ। धरानदेखि फेरि हामी विराटनगर जानु लाग्नुपर्ने हुन्छ। हाम्रो यात्रा यहीँसम्म हो। होटल पनि रहेछ मजाले यता। यता भ्लग बन्दैछ सर। तर कस्तो लाग्यो सर यो आजको नेचर वाक सर? राम्रो छैन सर?
यो सिमसाग ओइ हामीले खाएको होइन सिमसाग त्यो टोली पनि छक्कै पऱ्यो होला कहाँबाट यत्रो धेरै मान्छे आयो भनेर भिडियो अब खान्छ राम्रो